ल ल ल ल ल भइरहेछ है भइरहेछ एक एकवटा करेन्ट प्लस मासु हो के अरे ल चलाउनु सकिएन क्या ल ल है हामीले चाहिँ अहिले मैले सधैँ दुईचोटि हारेको भएर अहिले चाहिँ हाम्रो आउनु भएको छ आयुष सर होइन अब च्यालेन्जको लागि विवेकसँग होइन आज चाहिँ ठ्याक्क छ के छ भन्दा करेन्ट नुडल छ प्लस पोर्कको बोनलेस होइन बोनलेस उमालेर टक्क फ्राई गरेको मासु छ प्लस कोक छ अब चाहिँ कसले जित्छ खान सक्नुहुन्छ है फलो चाहिँ गर्नु फलो गर्न बिर्सिरहनु भयो यो फेसबुकले दिएको च्यालेन्ज पनि पुरा भइरहेको छैन फलो गर्न चाहिँ नभुल्नु होला ल च्यालेन्ज स्टार्ट नाउ ल कसले छिटो खान सक्ने ल ल ल ल ल भइरहेछ है भइरहेछ एक एकवटा करेन्ट प्लस मासु हो के अरे ल ल है ल ल सबै फिनिस गर्न पर्यो है कोक समेत जसले हात फेरि खुर्सानी खाने हो खुर्सानी चट्नी चट्नी त्यो डोबर खानु छिटो खानु पर्यो नि मजा मजा आएको नै च्यालेन्ज खेलेर तपाईँलाई नि हेर्नु लाइक गर्नु है लाइक यस्तै यस्तै भिडियो चाहिँ आइरहेको छ है कसले हार्छ है मासु चपाउनु सक्दैन आज विवेकले हार्ला जस्तो लागिरहेछ कसले जित्छ ल कमेन्ट गरिहाल्नु त अलिक भर्खरै यो फ्राई मासु धेरै राम्रो छ चलाउनु सकिएन क्या ल अब चाहिँ के खान्छ कसले हार्यो भने यहाँ पिक भइसकेको छ लुजर म त हारे खाना पर्छ खानी हो ट्याक्क लाएर कोकसम्म रहनु पर्छ हारिस आज ल है आज फाइनल्ली यसले चाहिँ हार्न लागिसकेको छ यता जितिसक्नु भयो ल विनर चाहिँ यहाँ आउनुहुन्छ है आयुष सर ल सबैले ल आज चाहिँ विवेकले हारेको छ फाइनल्ली मलाई 2 गेममा नेक्स्ट टाइम फेरि अब कलेज च्यालेन्ज हान्ने मसँग ल नेक्स्ट टाइम अब ल च्यालेन्ज हान्नेको लागि भयो ल रेडी टु फायर हैन ल आजलाई यही भन्दै आज चाहिँ यो भिडियो सकियो अब यसले आरामसित खायो भने हुन्छ त हरिस आजको लागि चाहिँ यति नै। पनिसमेन्ट अलि लास्टमा छ त्यो भिडियो आउँछ फेरि गएर आउँछ ल सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब होइन युट्युबमा हेरे सब्सक्राइब अनि फलो गर्नु होला फेसबुकमा हेरे त्यही हो हाम्रो भिडियो यस्तै आइरहेको छ कमेन्ट डेली टु डेली आइरहेको छ ल